नमस्ते साथीहरू, स्वागत छ तपाईँलाई हाम्रो च्यानलमा। आज हामी नेपाल प्रहरी जवानको परीक्षा नजिकै गर्दा एकदमै प्रभावकारी क्वेसन एन्सर लिएर आएका छौँ। 40वटा रहेको छ, जहाँ तपाईँलाई जिके, आइक्यू र सेवा सम्बन्धीका विभिन्न प्रश्नहरू रहेका छन् साथीहरू। र तपाईँलाई जिके अब हरेक सेक्टरतिर, ब्याङ्किङ सेक्टरतिर, लोकसेवाको खर्दार नायब सेवातिर पनि मिल्ने भयो। तपाईँहरूले यो भिडियोलाई अन्त्यसम्म हेरी जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु। अब सरसर्ती हामी क्वेसनतिरै जाउँ साथीहरू है। क्वेसन नम्बर 1मा रहेको छ, नेपाल क्षेत्रफलको आधारमा विश्वमा कतिौँ स्थानमा रहेको छ भनेको छ। यसको सही आन्सर हुन्छ 93औं स्थानमा। र जनसङ्ख्यामा कतिौँ स्थानमा, विश्वमा कतिौँ स्थानमा छ भनेपछि 41औं स्थानमा रहेको छ। त्यसै गरी क्वेसन नम्बर 2मा भित्री मधेसमा रहेका 7 जिल्लामध्ये पूर्वबाट पश्चिमतर्फ रहेको जिल्लाहरूको क्रम कुन सही छ भनेर भनेको छ। र यसमा विभिन्न अप्सन दिएको छ। यस्तो खालको क्वेसन, यसको क्वेसन आयो भने साथीहरू पूर्वबाट पश्चिम, पश्चिमबाट पूर्व भनेपछि सबैभन्दा तपाईँहरूले एउटा सूत्र याद गर्नु होला, उसिम चिनदासु। उसिम चिनदासु। उसिम चिनदासु भनेको पूर्वबाट पश्चिमको सूत्र हो यो साथीहरू। पूर्वबाट पश्चिमतिरको। पूर्वमा उदयपुर, त्यसपछि सिन्धुली, म भनेको मकवानपुर, ची भनेको चितवन, र न भनेको नवलपुर, र दासु भनेको दाङ र सुर्खेत। उदयपुर, सिन्धुली, मकवानपुर, चिन, नवलपुर, दाङ र सुर्खेत। यसको सही आन्सर के हुन्छ त बीमा रहेको छ साथीहरू। उदयपुर, सिन्धुली, मकवानपुर, चितवन र दाङ र सुर्खेत रहेको छ। बीमा रहेको छ साथीहरू। त्यसै गरी क्वेसन नम्बर 3मा रहेको छ, भारतलाई मात्र छुने प्रदेशको सङ्ख्या कति रहेको छ भनेको छ। यसको सही आन्सर हुन्छ 2वटा। 2वटामा पनि तपाईँहरूले भन्नुपर्दाखेरि 1मा मधेसले छुन्छ भारतलाई मात्रै, 2मा चाहिँ लुम्बिनी प्रदेशले छुने गर्दछ साथीहरू। लुम्बिनी प्रदेशले छुने गर्छ। जम्मा 2वटा भारतलाई मात्र छुने प्रदेश, 2वटा भारतले मात्र छुने प्रदेश 2वटा रहेका छन्। हाल नेपालमा कतिवटा स्थानीय तहको रहेको छ, स्थानीय तहको सङ्ख्या कति रहेको छ भनेको छ। यसको सही आन्सर हुन्छ 753वटा रहेको छ। त्यसै गरी यहाँ 5 नम्बर, क्वेसन नम्बर 5मा के दिएको छ भने कोशी नदीको सहायक नदी कुन होइन भनेर भनेको छ। कुन होइन भनेको छ है साथीहरू। तमोर हो, अरुण हो, इन्द्रावती हो, र त्रिशुली चाहिँ गण्डकीको सहायक नदी हो, कोशीको चाहिँ होइन। हाम्रो राइट एन्सर के छ त त्रिशुली हुन्छ। किनभने यहाँ हामीलाई कोशी नदीको सहायक नदी कुन होइन भनेर भनेको छ। त्यसै गरी क्वेसन नम्बर 6मा रहेको छ साथीहरू, अन्नपूर्ण हिमालको उचाइ कति रहेको छ। यसको सही एन्सर रहेको छ 8091 मिटर रहेको छ। सबैभन्दा 8000 मिटरभन्दा अग्ला हिमालहरूमा सबैभन्दा कम उचाइ कसको रहेको छ भन्दा पनि तपाईँहरूले अन्नपूर्णलाई कन्सिडर गर्न सक्नुहुन्छ। अन्नपूर्ण नै हो। त्यसै गरी नन्द भाउजू ताल, क्वेसन नम्बर 7मा नन्द भाउजू ताल कुन जिल्लामा रहेको छ भनेको छ। यसको सही आन्सर रहेको छ चितवनमा। त्यसै गरी क्वेसन नम्बर 8मा गाई जात्राको प्रचलन कसले चलाएका हुन्। यसको सही आन्सर रहेको छ प्रताप मल्लले। त्यसै गरी क्वेसन नम्बर 9मा तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर माथि कहिले विजय प्राप्त गरेका हुन् भनेर भनेको छ। यसको सही आन्सर हुन्छ विक्रम सम्वत 1822मा हो साथीहरू। यसको सही आन्सर 1822, 6 महिना 13 गते पनि। फुल मिति भन्नु पर्दाखेरि 6 महिना 13 गते, 6 महिना 13 गतेलाई कन्सिडर गर्नु होला। अनि त्यसै गरी क्वेसन नम्बर 10मा रहेको छ, लोग्नेको मृत्यु भए पश्चात सोही चितामा स्वास्नी पनि जल्नुपर्ने सती जाने कुप्रथा कसले अन्त्य गरेका हुन् भनेर भनेको छ। कुन प्रधानमन्त्रीको कुरा गरिरहेको छ साथीहरू। यहाँ जङ्गबहादुर भीमसेन चन्द्र शमशेर र जुद्ध शमशेर दिएको छ। यसको राइट एन्सर हुन्छ चन्द्र शमशेर। त्यसै गरी क्वेसन नम्बर 11मा संविधान तर्फबाट आएको छ, संविधान सभाको पहिलो निर्वाचन कहिले भएको थियो। यसको सही आन्सर पहिलो निर्वाचन, दोस्रो निर्वाचन र पहिलो निर्वाचन भएको छ साथीहरू। पहिलो निर्वाचन चाहिँ 2064 चैत्र 28 गते भएको थियो। संविधान सभाको पहिलो निर्वाचन 2064 चैत्र 28 गते। दोस्रो निर्वाचन चाहिँ 70 सालमा भएको थियो। हाल नेपालको संविधान कहिले जारी भएको थियो। यसमा तपाईँलाई जारी पनि भन्न सक्छ साथीहरू। जारी कहिले भएको थियो, लागू कहिले भएको थियो। हालको
संविधानको नाम के हो भनी भन्न सक्छ। यसको हालको संविधानको नाम नेपालको संविधान 2072। नेपालको संविधान 2072 हो साथीहरू। 2072 बस नेपालको संविधान 2072 हो साथी हालको नाम। र हाल नेपालको संविधान कहिले जारी भएको हो त विक्रम सम्वत 2072 असोज 3 गते। कमेन्ट पनि गर्दै जानु होला, तपाईँको एन्सर दिने सक्ने क्षमता अझ बढी प्रभावकारी हुन सक्छ। अनि त्यसै गरी क्वेसन नम्बर 13 मा रहेको छ नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको विमानस्थल स्याङबोचे सोलुखुम्बुमा हो। स्याङबोचे सोलुखुम्बु अग्लो स्थानमा रहेको स्याङबोचे सोलुखुम्बुमा हो भने होचो स्थानमा रहेको विमानस्थल कुन हो भनेको छ। यसको सही आन्सर हुन्छ विराटनगर मोरङमा रहेको विमानस्थल हुन्छ साथीहरू। यसको सही आन्सर विराटनगर मोरङमा रहेको छ। त्यसै गरी क्वेसन नम्बर 14 मा प्रसिद्ध कङ्काली मन्दिर कहाँ रहेको छ भनेको छ। कङ्काली मन्दिर सप्तरी जिल्लामा रहेको छ। त्यसै गरी क्वेसन नम्बर 15 मा जोडा मिलाउनुहोस् भनेर आएको छ। जुनार खेती कहाँ बढी फल्छ त। जुनारको लागि प्रसिद्ध सिन्धुली हो साथीहरू। सिन्धुली जुनारको लागि प्रसिद्ध सिन्धुली। नासपातीको प्रसिद्ध फर्पिङ काठमाडौँ। त्यसै गरी सानो दुधालु गाई अछाम। अदुवाको लागि प्रख्यात भनेको सल्यानमा रहेको छ। त्यसै गरी क्वेसन नम्बर 16 मा हेर्नुहोस्। क्वेसन नम्बर 16 मा चण्डी नाच किराँत समुदायले मनाउँछन् भने धान नाच कुन समुदायले मनाउँछन्। कमेन्ट गर्नु होला। धान नाच कुन समुदायले मनाउँछन्। लिम्बू जातिले धान नाच मनाउने गर्दछन्। क्वेसन नम्बर 17 मा हेर्नु होला। क्वेसन नम्बर 17 मा नेपालमा पाइने 5 प्रकारको हावापानी ठन्डा समशीतोष्ण हावापानी कति उचाइदेखि कति उचाइसम्म पाइन्छ भनेको छ। यसको सही आन्सर रहेको छ 2100 देखि 3350 मिटरको उचाइमा ठन्डा समशीतोष्ण हावापानी पाइन्छ साथीहरू। क्वेसन नम्बर 18 मा सबैभन्दा पश्चिममा रहेको राष्ट्रिय निकुञ्ज कुन हो भनेको छ। सबैभन्दा पश्चिममा रहेको राष्ट्रिय निकुञ्ज भने खप्तर राष्ट्रिय निकुञ्जलाई कन्सिडर गर्नु होला। र पुरानो राष्ट्रिय निकुञ्ज भने चितवन रानी हुन्छ साथीहरू। पुरानो चितवन रानी हुन्छ साथीहरू पुरानो राष्ट्रिय निकुञ्ज। र ठुलो राष्ट्रिय निकुञ्ज भने पनि तपाईँहरूलाई के हुन्छ भने चाहिँ सेफोक्सुन्डो रानी हुन्छ है साथीहरू। सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज हुन्छ। त्यसै गरी क्वेसन नम्बर 19 तिर जाउँ। 9 राष्ट्रिय खेलकुद 2079 मा सबैभन्दा धेरै पदक जित्ने खेलाडी कुन। यो खेल सम्बन्धी आयो तपाईँहरूलाई। 9 राष्ट्रिय खेलकुद करेन्ट अफेयर्सबाट आएको यो क्वेसन साथीहरू। 9 राष्ट्रिय खेलकुद 2079 मा सबैभन्दा धेरै पदक जित्ने खेलाडी डुवाना लामा हुनुहुन्छ। उहाँको अप्सन बी मा रहेको छ। त्यसै गरी क्वेसन नम्बर 20 मा राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको जनघनत्व कति रहेको छ भनेको छ। प्रति वर्ग किलोमिटर कति रहेको छ भनेको छ 198 प्रति वर्ग किलोमिटर रहेको छ। अहिलेसम्मको भिडियो कस्तो बन्दैछ तपाईँहरूले कमेन्ट गर्नुहोला। र हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नबिर्सिनु होला। अब बाँकी भिडियो हामी सरस्वती जानेछौँ तपाईँहरूको टाइमलाई ख्याल गर्दै। अब चाहिँ हामी सेवातर्फ जान्छौँ साथीहरू। सेवातर्फको भिडियो तपाईँलाई प्रभावकारी रूपमा दिनको लागि अब क्वेसन नम्बर 21 तिर जाउँ। क्वेसन नम्बर 21 ले भनेको छ विक्रम सम्वत 2080 जेठ 2 गते सगरमाथाको सफल आरोहण गर्ने प्रहरी कर्मचारी को हुनुहुन्छ भनेको छ। पहिलो प्रहरी कर्मचारी हो। 2080 मिति पनि ख्याल गर्नु होला। 2080 जेठ 2 गते मिति 2080 जेठ 2 गते सगरमाथाको सफल आरोहण प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीज्यू एसएस सिनियर एसएसआई सिनियर सहिसाब वरिष्ठ सहिसाब पुरुषोत्तम नेपालीज्यूले सफल आरोहण गर्नुभएको हो साथीहरू। पुरुषोत्तम नेपालीज्यूको टिमले। क्वेसन नम्बर 22 तिर जाउँ साथीहरू। क्वेसन बुझिएको छैन भनेर कमेन्ट गर्नु होला। यदि क्वेसन बुझिएको छैन भनेपछि अर्को पटकबाट हामी क्वेसन बुझाउने
जमर्को गर्नेछौँ साथीहरू। कस्तो भइरहेको छ कमेन्ट गर्न नबिर्सनुहोला। त्यसै गरी क्वेसन नम्बर 22 मा जाउँ। नेपाल प्रहरी जवान पद कुन श्रेणीमा पर्दछ? यहाँ भनेको छ श्रेणी भनेको छ। श्रेणी भनेपछि राजपत्र अनङ्कित चतुर्थ श्रेणीमा पर्दछ। क्वेसन नम्बर 23 तिर जाउँ साथीहरू। त्यसै गरी क्वेसन नम्बर 23 तिर जाँदाखेरि क्वेसन नम्बर 23 ले भनेको छ प्रहरी नायब निरीक्षकको दर्जाने चिन्ह एसआई सिनियर सब इन्सपेक्टर अर्थात् प्रनानी पनि भन्छ साथीहरू। प्रहरी नायब निरीक्षक सही सापको दर्जाने चिन्ह के हो त? 2 वटा तारा रहेको छ साथीहरू, 2 तारा। त्यसै गरी क्वेसन नम्बर 24 मा नेपाल प्रहरीका कर्मचारीले 8 प्रकारका बिदा पाउँछन् भने महिला कर्मचारी प्रस्तुति भएको बेला कति दिन बिदा पाउँछन् भनेको छ। प्रस्तुति भनेको सुत्केरी बिदा हो साथीहरू। सुत्केरी बिदा कति दिन पाउँछन् त? 98 दिन पाउँछन्। नेपाल प्रहरी मात्र होइन, नेपालमा सरकारी सेवामा आबद्ध भएका सम्पूर्ण कर्मचारीले 98 दिन चाहिँ बिदा पाउनुहुन्छ। सुत्केरी बिदा 98 दिन महिलाले पाउनुहुन्छ। यदि सुत्केरी स्याहार भन्यो भनेपछि चाहिँ पुरुष साथीहरूले कति दिन पाउनुहुन्छ त? 15 दिन पाउनुहुन्छ। 15 दिन। सुत्केरी स्याहार बिदा 15 दिन, सुत्केरी बिदा चाहिँ 98 दिन पाउनुहुन्छ। त्यसै गरी क्वेसन नम्बर 25 मा रहेको छ कस्ता व्यक्तिलाई सार्वजनिक स्थलबाट प्रहरी कर्मचारीले बिना वारेन्ट गिरफ्तार गर्न पाउने प्रहरी ऐन 2012 ले व्यवस्था गरेको छ भनेको छ। त्यसै गरी यसको अप्सनहरू रहेका छन्। फरार घोषित गरिएको पक्राउनु पर्ने अपराधीलाई पनि पाउँछ साथीहरू। बीमा कानुन अनुसार चुनिएको ठाउँबाट भागेको वा भाग्न उद्योग गर्ने व्यक्तिहरूलाई पनि पाउँछ। कर्फ्यू लागेको अवस्थामा रोक्का पर्ने गरी हिँडडुल गरिरहेको व्यक्तिलाई पनि पाउँछ। यसको एन्सर हुन्छ माथिका सबै डी नम्बरमा रहेको छ। त्यसै गरी क्वेसन नम्बर 26 मा रहेको छ प्रहरी सेवामा सशस्त्र विद्रोह गरेमा वा गराएमा, विद्रोह सरिक भएमा वा सो गर्न गराउन उत्तेजना फैलाएमा वा त्यस्तो गर्न षड्यन्त्र वा उद्योग गरेमा प्रहरी कर्मचारीलाई कति सजाय हुन्छ भनेर भनेको छ। क्वेसन फेरि एकचोटि बुझ्नु होला। 26 को प्रहरी सेवामा सशस्त्र विद्रोह गरेमा, गराएमा वा विद्रोहमा सरिक भएमा वा सो गर्न गराउन उत्तेजना फैलाएमा वा त्यस्तो षड्यन्त्र वा उद्योग गरेमा प्रहरी कर्मचारीलाई कति सजाय हुन्छ भनेको छ। यसको सही आन्सर हुन्छ साथीहरू आजन्म कैद वा 14 वर्षसम्म कैद वा 3 वर्षको तलब बराबर जरिवाना वा दुवै सजाय पनि हुन सक्छ भनेको छ। दुवै सजाय पनि हुन सक्छ। क्वेसन नम्बर ए मा छ यसको एन्सर। क्वेसन बुझिरहेको छ छैन कमेन्ट गर्नु होला साथीहरू। त्यसै गरी कति नम्बरमा थियौँ हामी? 26। 27 नम्बर क्वेसन नम्बर 27 मा प्रहरी सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुने पदमध्ये कानुन बमोजिम छुट्याउने पद सङ्ख्या दलितको कति प्रतिशत छुट्याइएको छ? यहाँ कोटा गरेको छ। दलितको कोटा कति प्रतिशत हुन्छ भनेको छ। यसको राइट एन्सर छ 15%। त्यसै गरी क्वेसन नम्बर 28 मा जाउँ साथीहरू। क्वेसन नम्बर 28 मा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचरण सम्बन्धमा प्रहरी नियमावली 2071 को कति परिच्छेदमा उल्लेख गरेको छ भनेको छ। कति परिच्छेदमा उल्लेख गरेको छ भनेको छ। यसको सही एन्सर हुन्छ परिच्छेद 9 मा प्रहरीको आचरण व्यवस्था सम्बन्धी उल्लेख गरेको छ। परिच्छेद 9 मा याद गर्नु होला। परिच्छेद 9 मा। त्यसै गरी क्वेसन नम्बर 29 मा रहेको छ 2080 असोज महिनामा मनाइने प्रहरी दिवस कतिौँ प्रहरी दिवस हो भनेको छ। 2080 मा मनाइने 68औँ हो, तर 2081 को पनि मनाइसकिएको छ। त्यो चाहिँ 69औँ प्रहरी दिवस हो। 2080 मा 68औँ हो भने 2069 लेटेस्ट आउने गर्छ साथीहरू तपाईहरुलाई 59औँ हो। 59 नबिर्सिनु होला। क्वेसन नम्बर 30 मा रहेको छ
अन्तर प्रदेश प्रहरी कार्यालय कार्यदक्षता मूल्याङ्कन 2080 मा सर्वोत्कृष्ट सफल प्रहरी कार्यालय कुन बनेको छ? प्रहरी ब्याटनको कुरा गरिरहेको छ। सर्वोत्कृष्ट प्रहरी कार्यालय कर्णाली प्रदेश प्रहरी कार्यालय भएको थियो। त्यसै गरी आफ्नो स्कुलबाट 5 किलोमिटर, अब आइक्यूको क्वेसन आएको छ साथीहरू। यहाँ क्वेसन नम्बर 31 मा आफ्नो स्कुलबाट 5 किलोमिटर पूर्व लागेको राम मोडिन्छ, बायाँ मोडिन्छ र 4 किलोमिटर हिँडेर पुनः बायाँ मोडिन्छ। 4 किलोमिटर 5 किलोमिटर हिँडेर बायाँ मोडिन्छ यहाँ। त्यसै गरी र फेरि 4 किलोमिटर हिँडेर पुनः बायाँ मोडिन्छ र 5 किलोमिटर हिँड्छ भने अहिले आफ्नो स्कुलबाट कति किलोमिटर टाढा रहेको छ भनेको छ। राम 5 किलोमिटर हिँड्यो। त्यसै गरी 5 किलोमिटर पूर्व लागेको राम 5 किलोमिटर हिँडेपछि बायाँ मोडिन्छ साथीहरू। बायाँ मोडेपछि फेरि बायाँ मोडिन्छ। बायाँ 5 किलोमिटर हिँड्छ भनेपछि 5 + 4 गरेपछि कति आउँछ त यसको? सही आन्सर 14 किलोमिटर हिँड्छ। साथीहरू यहाँ कोडिङ डिकोडिङको 32 नम्बरमा आएको छ। यो क्वेसन मैले हेरेको थिएँ राम्रोसँग, यो चाहिँ गलत क्वेसन राखिदिनु भएको रहेछ हाम्रो साथीले। त्यसरी क्वेसन नम्बर 33 मा रहेको छ कोडिङ डिकोडिङबाटै। यहाँ CHAMPION लाई कोड भाषामा HCMAIPNO भनिन्छ भने उक्त कोड भाषामा नेगेटिभलाई के भनिन्छ भनेको छ। यसको एन्सर कस्तो छ भने साथीहरू CH भनेको यसलाई सीलाई ठ्याक्क उल्टो बनाएर राखेको छ साथीहरू। एसलाई अगाडि राख्यो, सीलाई पछाडि राख्यो यहाँ। अनि एमलाई एम छ अगाडि भनेपछि यहाँ MA बनाएको छ, ठ्याक्कै उल्टो बनाएको छ। PIलाई दुईवटा शब्दलाई उल्टो बनाएर राखेको छ। PI छ भने चाहिँ यहाँ IP रहेको छ। ON छ भने NO रहेको छ। यसको पनि के होला त? अब नेगेटिभको AN, नेगेटिभको अगाडिको AN हुने भयो, GA को AG हुने भयो साथीहरू। यसको प्याटर्न अनुसार AG हुने भयो। अनि त्यसपछि TI को IT हुने भयो, VE को EV हुने भयो। यसको एन्सर यही हुन्छ। त्यसै गरी समूहमा नमिल्ने छुट्याउनुहोस् भनेको छ 34 मा। ताला, पोखरी, चरा, समुद्र भनेको छ। ताला, पोखरी, चरा, समुद्र भनेको छ। ताल हो साथीहरू, यहाँ ताला भएर रहेछ। ताल, पोखरी, चरा, समुद्र। यसमा चरा मिल्दैन। अनि नमिल्ने शब्द छुट्याउनुहोस् भनेको छ 19। अप्सन ए मा 19 दियो, बी मा 129 दियो, त्यसपछि सी मा 33 दिएको छ, डी मा 31 दिएको छ। यसमा के मिल्दैन भनिरहेको छ? 19 लाई कुनै सङ्ख्याले भाग जान्न। 19 लाई कुनै सङ्ख्याले भाग जान्न। अनि त्यसै गरी 129 लाई पनि कुनै सङ्ख्याले भाग जान्न। 31 लाई पनि कुनै सङ्ख्याले भाग जान्न र यिनी प्राइम नम्बर पनि हुन्। अनि 33 लाई चाहिँ 11 ले भाग जान्छ। यसमा नमिल्ने कुन रहेछ त? 33 मिल्दैन। अरू सबै मिल्यो, 33 मिलेन। अब यहाँ क्वेसन नम्बर 36 मा दिएको छ 32। यो एनोलोजीको प्रश्न हो। 32 6 42 दिएको छ। यता वाट दिएको छ साथीहरू। 32 6 42 देखिरहनु भएको छ भने चाहिँ नजिकबाट देखाउने कोसिस गरेँ। यहाँ 32 6 42 देख्नु भएको छ। क्वेसन नम्बर 36 हेर्नु सबैले। 36 32 6 42 यसको एन्सर के होला भनेको छ 32 को सम्बन्ध 6 सँग कसरी छ भनेको छ। 32 को सम्बन्ध 6। यसलाई हामीले जे गरेर पनि गर्न सकिन्छ। पहिला अब जोडेर घटाएर भाग गरेर निकाल्न सकिन्छ। 32 को सम्बन्ध कसरी छ भने 32 को 3 र 2, 3 × 2 कति हुन्छ? 6 हुन्छ। 3 दुना 6, 32 पनि हुन्छ। 3 र 2 32 पनि हुन्छ। 3 × 2
6 पनि हुन्छ। यसको सम्बन्ध यसरी पनि भयो अगाडिको। अब त्यसो भने अगाडिको यसरी सम्बन्ध छ भने पछाडिको 42 को सम्बन्ध पनि त्यस्तै हुनु पर्यो। 42 यहाँ अगाडिको दुईटा शब्दलाई हामीले दुईटा अक्षरलाई के गरेका छौँ गुणन गरेका छौँ भनेपछि 42 को 4 र 2 लाई पनि गुणन गर्नु पर्यो। 4 र 2 गुणन गर्दाखेरि 4 दुना 8 8 के शब्द उसमा अप्सनमा छ त अप्सनमा रहेछ हाम्रो सही आन्सर के हुन्छ त 8 हुन्छ। क्वेसन नम्बर 37 मा रहेको छ एमजेडओबी र क्युडी दिएको छ र वाट दिएको छ। यसको सही आन्सर के होला भनेको छ। यसको सही आन्सर एसएफ हुन्छ। एसएफ हुन्छ कसरी हुन्छ भनेपछि यसको दुईवटा अक्षर मिसिङ बनाएर लेखिएको छ। तपाईहरु राम्रोसँग गर्नु होला। क्वेसन नम्बर 38 मा कुनै लहरमा हरि अगाडि र पछाडि दुवै तर्फबाट सातौं स्थानमा रहेको छ भने त्यस लहरमा जम्मा कतिजना रहेका होलान्। हरि दुवै लहरमा अगाडिबाट पनि पछाडिबाट पनि सातौं स्थानमा छ अरे। अगाडिबाट पनि पछाडिबाट पनि सातौं स्थानमा छ भनेपछि हरि कतिौं स्थानमा होला। यसको सही आन्सर हुन्छ 13औं स्थानमा। कसरी भनेपछि यसको यस्तो खालको क्वेसन आउने बित्तिकै एउटा सूत्र रहेको छ टी बराबर एल प्लस आर माइनस 1 किन भनिरहेको त अगाडि र पछाडिबाट एउटा व्यक्ति दुईचोटि गनिने भएका कारणले -1 गरियो। यो एल भनेको लेफ्ट साइडतिरबाटको आर भनेको राइट साइडतिरबाटको टी भनेको जनसङ्ख्या। क्वेसन नम्बर 29 मा एउटा कक्षामा भएका 4 जना साथीहरूले एक अर्कोसँग हात मिलाउँदा कति पटक मिलाउँछन् होला भनेको छ। यसको सही आन्सर हुन्छ 16। 4 जना साथीले एक अर्कासँग हात मिलाउँदाखेरि चाहिँ 16 आन्सर हुन्छ यहाँ। अनि क्वेसन नम्बर 40 मा कुनै लहरमा श्याम अगाडिबाट 20औं स्थानमा रहेको छ र हरि पछाडिबाट 30औं स्थानमा रहेको छ भने त्यो लहरमा जम्मा 37 जना छन्। जम्मा 37 जना छन् भने श्याम र हरि बीचमा कति जना रहेका छन्। यस्तो क्वेसन आयो भने सरल एउटा रेखा तान्ने। अगाडिबाट कतिौं स्थानमा भनेको छ अगाडिबाट 20औं भन्यो पछाडिबाट 10औं भनेको छ 10 लाई पनि लेख्ने। अब यो बिचमा कति जना छन् भनेको छ। यो जम्मा जना कति हो त 37 जना हो। 37 जना हो भने यो जम्मा जना 37 जना हो। पछाडिबाट 10 जना आइसक्यो अगाडिबाट 20 जना आइसक्यो मतलब 10 र 20 10 प्लस 20 गर्दाखेरि बराबर 30 जना आयो। जम्मा जना 37 जना हो भनेपछि प्लस 7 गर्दाखेरि 37 आउँछ। हाम्रो एन्सर के रहेछ त 7 जना रहेछ। बीचमा कति जना रहेछ त 7 जना। 7 जना बीचमा मान्छे हुनुहुँदो रहेछ भनेर भन्न सकिन्छ। आजको क्वेसन कस्तो लाग्यो साथीहरु। जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिनु होला। यस्तै नयाँ प्रहरी जवान सम्बन्धी क्वेसनहरु र भिडियोहरु चाहनुहुन्छ भने कमेन्टमा यस लेख्नु होला। कमसे कम 15 वटा कमेन्ट र 20 वटा लाइक आयो भनेपछि चाहिँ म अर्को भिडियो बनाउने छु। हौसला मिल्नेछ। नत्र भने यस्तै हो साथीहरु। जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। तपाईको लागि म डेली क्वेसन एन्सर ल्याउने कोसिस गर्नेछु अबदेखि। तपाईहरुले त्यसको लागि मैले भनेको टास्क चाहिँ पुरा गरिदिन पर्यो र सब्स्क्राइब गरिदिन पर्यो मेरो च्यानललाई र साथीहरुलाई पनि शेयर गरिदिन पर्यो भन्दै आजको भिडियोलाई यही अन्त्य गर्छु। बाइ बाइ।